चाहिँ के हुँदैछ? हजुरको 50 लाखको इन्ट्रेस्ट थियो रहेछ। बरु अब हामी छुट्टी नै ठिक होला। भर्खरै मैले भिजा लज गरेर आएको। अब अस्ट्रेलियाको भिसा लाइसी चाहिँ सँगै सेटल हुनुपर्छ पछि। ल अहिले म बिजी छु, अहिले पछि कल गर्छु नि तिमीलाई। ओके बाई, लभ यु। सुन न, आजकल तिमी एकदम ओभरथिङ्क गर्न थालेछौ। यसरी त हाम्रो सम्बन्ध झनै बिग्रिँदैछ। बरु अब हामी छुट्टी नै ठिक होला। हेलो सर, हजुरको 50 लाखको इन्ट्रेस्ट थियो रहेछ। पछि 12 मेमा तिर्ने टाइम छ, प्लिज टाइममा तिर्दिनु होला। दाइ एउटा कफी गरिदिनु न है। ल तेरो अनि अस्ट्रेलियाको भिसा चाहिँ के हुँदैछ नि? हुँदैछ दाइ। ओ यार भाइ, के छ हौ तेरो खबर? तँ पनि यहीँ रहेछस् त? अनि यहाँ छै कार्ड भाइ। परिवारसँग आइज न, सबैजना लिएर आइज मम्मी बाबालाई। अनि तेरो उनीसँग चाहिँ के हुँदैछ नि आजकल? हुँदैछ दाइ। तिमी हार्न मान, गन्तव्य अझै लामो छ। म हार मान्दिन, मलाई विश्रामको जरुरत छ। उडाइदेऊ यो पीडा, पहाडी बगाइदेऊ यो झन्झटी। मेरो जीवनको चलचित्रबाट